नमस्कार चेलो वेलकम ब्याक टु माई मिनी ब्लग आयो हजुर सन्चै नचला म पनि सन्चै छु हजुरहरू सामु धेरै दिन भयो भिडियो नल्याएको आज चाहिँ मैले फेरि पनि भिडियो बिहान बिहान स्टार्ट गरिसकेको छु ल हेर्नुहोस् न साथीहरू हाम्रो चाहिँ यहाँ सेवा हामी यो खाँदैछौँ भनौँ बिहान बिहानै चाउमिन खतरा पिरो भएको यता हुनुहुन्छ चाउमिन बनाउने मान्छे कुकमेन सेल्स छोरीहरू यता खाँदैछ बिहान बिहान कसले खान्छ कोक साथीहरू चिया त छँदै थियो होइन बिहान बिहानै कोक मै त चाउचाउ खाँदिनँ ल साथीहरू दामी बनाएछ मेरो यो पोक्सले दुईजना दिदी बहिनीले बनाएको है साथीहरू कला हामी बिहान बिहानै चिसोबाट सुरु भइसकेको छ आज शनिबारको दिन ल हेर्नुहोस् बाई बाई आमा छोरी हो होइन अनि हाम्रो छोरीको साथी छोरी अनि ऊ चाहिँ मेरो साथी आमाको आमा पनि साथी छोरी पनि साथी ल हेर्नुहोस् न के हुँदैछ होइन साथीहरू हाम्रो चाहिँ धेरै वर्ष अगाडिको साथी है हाम्रो चाहिँ सानो बाटोमा अनि हाम्रो सिलसिलाले रिसाउँछ अनि ऊ चाहिँ रिसाएर हिँडिजान्थ्यो कि यस्तो अनि सोप्याउ भने फेरि आउने मलाई यस्तो भन्छ उसको दिप लाग्दैन थियो नि त आन्टी मलाई नानाले यसो भन्छ दिदीले यसो भन्छ भन्थ्यो त्यसो नभन्नु न छोरी भने अनि यस्तो गर्छ उसो गर भनेर छिटो छिटो बोल्छ सटरडे ह्याप्पी सटरडे अनि आज चाहिँ हामीहरू जाँदैछौँ काने पोखरीको त्यो रुख त्यो बाँस गाडी भएको ठाउँ आज भाइरल ठाउँ अनि यता आउनुहुन्छ आन्टी चाइल्डहुड बेस्ट फ्रेन्ड अनि ऊ चाहिँ बहिनी हो अनि आज चाहिँ होइन बिचरा उसको चाहिँ ऊ पनि बेस्ट छैन हामी दुईजना ऊ पनि हो हामी तिनजना नि साथीहरू आज चाहिँ हाम्रो आज फुल भिडियो हामी गर्छौँ किनकि आज हामी ब्लगर हो बाई गाइस मेरो कपाल चाहिँ के हो यस्तो उडी गएको छ क्या हामी चाहिँ गाडी चढ्नको लागि यहाँ यसरी बसिरहेको छौँ नधुइदिएको होइन चट्टसँगले रिसा र मेरो छोरी रियाना यता हेर रियाना त्यो जस्तै भइसक्यो बहिनी बेचेर बस्ने त कहिले काहीँ यसो घुमिदिउँ न त होइन त साथीहरू गुरुङनी माइली कहिले काहीँ यसो टाइम निकालेर घुम्ने पनि गर्छ है साथीहरू छोरी त हेर यहाँ मेरो प्रिन्सेस हेर्नुहोस् न पुक्का गाला छ मेरो दुईटा छोरी पछाडि मेरो साथी भाइहरू लजाएर हो यस्तो गर्दैछ भाइ गुरुङनी माइलीको अचारमा यसो लाइक कमेन्ट फलो गर है ल लाग्यो साथीहरू हामी चाहिँ यता हुन्छ हाम्रो ड्राइभर दाइ है माइ गड त्यहाँ हेर न हौ अचार बेचेर बस्नु हुँदैन कहिले काहीँ त घुमिदिनुपर्छ क्या साथीहरू हामी चाहिँ बाटो यस्तो छ हाम्रो बेलबारीको ल हेर्नुहोस् त हाम्रो भाइले यस्तो कमेडी गर्दैछ कि बेतना आइपुग्यौँ हामी त जाँदैछौँ पूर्वतिर है यस्तो आनन्द आइरहेछ कि मलाई चाहिँ आज हेर्नुहोस् छोरीहरूलाई लिएर जाँदैछौँ हामी चाहिँ चट्टसँगले घुम्न बाटोको हालत यस्तो रहेछ यहाँ फेरि पानी नै पानी के साह्रो चट्टसँगले हामी चाहिँ बेतना आइपुग्यौँ बेतनाको गेट हो यो चाहिँ यस्तो छ हामी चाहिँ आफ्नो ठाउँ छोडेर जाँदैछौँ पूर्वतिर घुम्न बेतनाको छेउको हाउस पनि आइपुग्यौँ ट्री हाउसमा हेर्नुहोस् यति रमाइलो हुन्छ यति आनन्द हुन्छ कि साथीहरू ल
ल हेर्नुहोस् नानीहरू लिएर आउँदाखेरि चाहिँ यति आनन्द हुन्छ क्या यो ठाउँ चाहिँ आज त बेच्नेहरू पनि रहेन रहेछ हौ हाम्रो यहाँ छोरीहरू मलाई महँगो भुजा महँगो महँगो लाग्दैछ क्या अस्ति आनन्द भइरहेको होला होइन आनन्द भयो जस्तो छ त हौ यतिको चाहिँ हुनुपर्छ कालो उसमा लाएर अलिकति चस्मा बाँधिराख्यो सबै पो गर्नु ए त्यसै पो गरिहाल्नु त्यत्तिको होला नानी यस्तो छ हौ बाटो छ धुलो न धुलो नानी पक्र त तिम्रो चिज अनि म चाहिँ यहाँ घुम्न देखेको आयो नि हाम्रो मक्का परेर आऊ मेरो छोरले भिडियो स्टार्ट गरेको अरे कि तर मुखै छोडेर साथीहरू हामी चाहिँ काने पोखरी पनि आइसक्यौँ काने पोखरी बजार आइसक्यौँ हामी चाहिँ यस्तो छ यहाँ कहाँ रोकिदिनुहुन्छ तपाईँले बाटो यता घुराउनुहुन्छ यो चाहिँ पूर्व स्ट्यान्ड हो काने पोखरीको कानेकुरो बेच्न आउने आन्टीहरू बाटोको हालत यस्तो छ होइन हामी चाहिँ यसरी यहाँ घुम्न गएको फेरि फर्क्यौँ यतै यस्तो छ हालत अब एकछिन घुम्दै जाउँ न ठाउँ कुन ठाउँ अरे भाइ बासे गुफा अरे गाई छेनु हामीलाई त्यो लोकेसन थाहा नभएर यस्तो दुःख पाइयो कि माई गड हेलो छोरीहरू हेलो गाइस जाँदैछु कि साथीहरू बाटो चाहिँ यस्तो रहेछ क्या जङ्गल जङ्गल पुरै जङ्गल काने पोखरीको जङ्गल है साथीहरू यो चाहिँ यस्तो एउटा टिकटकमा केही देख्यो कि हामीलाई यति कुद्नु मन लाग्छ यो छोरी मान्छेलाई अनि यस्तो छ बाटो जङ्गल हेर्नुहोस् रनिङमा आउँदा झन् हामीलाई यतै हराउँछौँ हामी आफै गाडी देखाउने ल हेर्नुहोस् यस्तो रहेछ जङ्गल जङ्गल घारी घारी हिँड्नु पर्ने क्या फेरि यति टाढो यो बाँसे गुफा कि के गुफा हामी चाहिँ बिच बाटोमा आएर कस्तो भयो कि टाइममा फोटो खिच्छु कि गर्छौँ होइन यसो दुईजनालाई भिडियो बनाउनु पर्यो भाइ है यति टाढो आइसकेपछि होइन भिडियो फोटो त नखिचिकन हामी नजाने मान्छे नै होइन ल हेर्नुहोस् गाउँको बाटो रहेछ है एकदमै हामी चाहिँ टिकटक देखेर फुर्क्क भएर आएको अनि लास्टमा चाहिँ अब के यस्तो छ बिचरा पुरा रियल र सोफियाको ओनर मात्रै आयो त कति आनन्द आइरहेछ लक्ष्मी कस्तो हुँदैछ तिमीलाई हो मलाई अघि चक्कर लागिरहेको थियो कि साथीहरू अहिले चाहिँ म एकदम अगाडि बसेर एकदम फ्रेस भइरहेछ क्या के गर्नु अगाडि ड्राइभरको बुढी पऱ्यो है अगाडि त बस्नै पऱ्यो नि फेरि मेरो बुढा चाहिँ विदेशमा म चाहिँ यहाँ फेरि नेपालमा सफारी चढेर जाँदैछु
राजेश मेरो बुढो ड्राइभरै हो नि त किन हाँसेको भाइ साथीहरू बाटो त यस्तो रहेछ त्यता त अघि त राम्रो बाटो थियो परसम्म यस्तै हो ओहो बेला भएको रहेछ नि यता आम्मामा धन्य आफ्नो चाहिँ खेती गर्नु पर्दैन आनन्द छ मेरो यस्तो कहाँ कहाँ पश्चिम आज त काने पोखरीको बाँसे गुम्बा कि के गुम्बा आएको बाटो यस्तो छ हेर्नुहोस् होइन हौ डर लाग्यो हौ मलाई त बाटो देखेर ल ल हेर्नुहोस् बाँसे गुफा चाहिँ जाने बाटो यस्तो रहेछ है साथीहरू बाटो त यस्तो पो रहेछ त केही देख्नु भएन हौ हामीलाई जिन्दगीमा फेरि उन्दो उभो के हो त्यस्तोमा खेल्नु छ्या 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 धान रोपेर जाने कि लक्ष्मी कति राम्रो ठाउँ आऊ ओइ कति राम्रो ठाउँ आऊ भन्दै जानु होला नि अब साथीहरू हामी चाहिँ सबैजना सफारीबाट झरेको कि सफारीले हामीलाई उकालोमा तान्नै सक्दैन अरे ड्राइभर दाइले भन्नुभएको यता उकालो रहेछ कि त्यही भएर क्या साथीहरू हेर्नुहोस् अनि हामी चाहिँ यता छौँ थोरै टाढो रहेछ नि नआउने सस्तो अरे हेर्नु न साथी 500 रुपियाँ थोरै 1000 रुपियाँ म सक्दिनँ न अप एन्ड डाउन सो गाइस हामी चाहिँ आज नयाँ नयाँ ठाउँतिर घुम्न आइरहेको छौँ बाँसे पोखरी मेरो छोरीहरू दुईजना चाहिँ गइसक्यो मेरो साथीसँग भेट भएको है तर मेरो साथी र म चाहिँ होइन यस्तो राम्रो त टिकटकमा देखेर हामी दुईजना चाहिँ जाउँ न त छोरीहरूलाई लिएर घुम्न भनेर जोस जाँगर चलाएर हिँडेको तर कहाँ आइपुग्यो गाउँभित्र के मन पर्यो हामीलाई नि एक वर्ष पछाडि भेटघाट भयो हाम्रो चाहिँ त्योभन्दा अस्तिको पालो चाहिँ भेटघाट गएको थियौँ अर्कोचोटि चाहिँ जाने हो अब अन्तै बस्दै जाऊँ ल कस्तो अनि हिँड्नु सक्नु पर्यो नि के देख्यौँ टिकटकको भरमा हिँडेको जङ्गल घारी घरी गाउँ निस्किन्छ होइन यति गाह्रो बाँसे गुफा कि के अरे यो काने पोखरीको बाँसे गुफा आउनुहुन्छ नि तपाईँहरू एकदम बहुत सोचेर आउने साथीहरू हामी त यहाँ कहाँ तपाईँहरू सास बढ्यो नि मरे ल पानी है किन्नु छोरीहरू चाहिँ त ए ल आन्टी तपाईँहरूको ठाउँमा घुम्न आएको कि आन्टी उकालो ओह्रालो मात्रै छ त हौ भने यता काने पोखरीको यस्तो भित्र पनि यस्तो पो रहेछ नि एकदम रमाइलो हामी कहिले झरौँ देश हामीलाई हरियाली नै मनपर्छ अब आइपुग्यो त ठाउँ आइपुग्नु आँट्यो रे साथीहरू अब उयो गर्छ लेकतिर गाई बस्तु चढाउँछ नि यहाँ पनि यस्तै पो गर्दो रहेछ नि लेक जस्तो उयो क्या यो गाई बस्तु क्या पाहाडतिर लेकतिर चढाउँछ नि लक्ष्मी त्यस्तै छ त यतातिर त हो नि त नि आइपुग्यो अब हामी चाहिँ बाँसेको के अरे बाँसे गुफा कि के काने पोखरीको आइपुग्यो हाम्रो भाइले एकदम राम्रोसँगले ल्याउनु भयो सुरक्षित बुई बाटो देखेर डर लाग्यो नि ल हेर्नुहोस् काने पोखरीको बाँसे गुफा आइपुग्यौँ गाडीहरूको चाहिँ अभाव यहाँ तपाईँ चाहिँ क्या आयौँ कि आज हामी ल हेर्नुहोस् त बाँस देखाउनु ल्याएको छोरीहरूलाई हेलो छोरी अलिक भाग्नु पर्ला
युट्युबरदेखि भाग्दै फेरि गर्दैछ यता फेरि यतै त गरिदिन्छु त यार फेरि हामी चाहिँ भाइरल ठाउँमा आइपुग्यौँ कि गाइडमा झुकेर यहाँ आए तर भाइरल ठाउँमा चाहिँ के रहेछ भन्नुहुन्छ भने नि यस्तै रहेछ क्या बाँसहरू रहेछ भर्खर सुरु रहेछ यस्तो रहेछ ल हेर्नुहोस् धेरैजना आउनुभएको रहेछ छोरी होइन जबसम्म ल मित्र यहाँबाट त पुरा आफ्नो आफ्नो दुनियाँमा कति आनन्द लाग्यो कस्तो रहेछ राम्रो रहेछ रियाना सोफिया सिलसिला लाग्यो रियाना हामीलाई लाग्यो हामीलाई पनि एकदमै राम्रो लाग्यो होइन धेरैजना दिदी बहिनीहरू नानीहरू आउनु भएको रहेछ हामी पनि मजाले घुम्दैछौँ हामी चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हो हो कि होइन ल हेर्नु हामी डेटिङ आएको तर हेर्नु न यस्तोहरूले डिस्टर्ब पो गरिहाल्यो त हामी दुईजनालाई ल हेर्नु साथीहरू छोरी कान्छी छोरी सारा बुम बुम भइरहेछ है जेठी छोरी यता यता मेरो छोरी साथीहरू हेलो घरि खुट्टा दुख्यो भने रिसाउँछ घरि भोक लाग्यो भने रिसाउँछ गाह्रो छ हौ गाइड हामी चाहिँ घुम्न आएको कि केही छैन बाँस मात्रै रहेछ यहाँ बाँस बाहेक अरू केही नै छैन है यहाँ धेरै र पनि यति धेरै मान्छेहरू हुनुहुन्छ क्या बाँस देखेर आएछौँ नि हामी त कुन चाहिँ गाडी लिएर आएको मलाई त मलाई त मन पनि परेन जङ्गलदेखि चाहिँ धेरै तल भित्र पर्दो रहेछ कि साथीहरू अनि हामी चाहिँ आएको घुम्नु तर यहाँ चाहिँ बाँस मात्रै रहेछ क्या खासै केही रहेन रहेछ हामी चाहिँ त्यति टाढो बेलबारी टाढो पनि होइन बेलबारीदेखि आएको भित्र गाउँ छिरेर होइन अनि त बाँस मात्रै रहेछ क्या अनि त्यो बाँसमा फोटोसोटो खिच्यौँ भिडियो सिडियो अरू होटेल सोटेल चाहिँ छैन भर्खर बनिँदै रहेछ यहाँ छोरीहरू रिसाएर फुइ भएर गइसक्यो आमाहरूको फेरि यहाँ फोटो र भिडियो गर्नु नपाएर रिस उठेर हो कमसेकम आइसकेपछि एउटा केही न केही त हुनु पर्यो त एउटा फोटो एउटा बाँस मात्रै क्या छोरीहरू बिच्केर केही छैन साथीहरू लक्ष्मी 1000 खेरेको भनेर बिच्केर केही छैन छोरीहरू हेर्नुहोस् है अब छोराछोरीको कुरो पनि सही हो क्या हामीलाई त छोरीहरूको कुरो ठिक लाग्यो कि साथीहरू नानीहरूले जे बोल्छ सही बोल्दो रहेछ क्या हामीलाई त अब भिडियो फोटो चाहिएको होइन हेर अब अर्कोचोटि चाहिँ म आउँदिनँ जाम अब के गर्नु छोरीहरूले त भनेकै थियो अघि नै नजाउँ भनेर तिनीहरू हामी चाहिँ काने पोखरीको के अरे बासे गुम्बा कि कहाँ पनि पुगेर आयौँ गुफा छोरीहरू भोकाले सलक भइसक्यो ल जाउँ अब आएर पनि अब चाहिँ खाजा खानुको लागि चाहिँ सिमलीतिर पस्यौँ साथीहरू यता हुनुहुन्छ है खाजा खानुको लागि चाहिँ तयार मयार भएर बसिरहेको छ है भोक लाग्यो रियाना र यता चाहिँ म छु है एकदम थकै लागिरहेछ कि मलाई पनि घुमेर आएको बित्तिकै छोरीहरूले हेर्नु थाल्यो यसरी मेरो छोरीहरूलाई लास्टै भोक लागेछ पुरा यहाँ पुरा हेर्दैछ मेनु अन्त कोही भिडियोमा व्यस्त म चाहिँ भिडियो गर्दिनँ सोफिया कुन गर्ने सिलसिला आए गले हौ गले खाइहाल सोफिया बुनु खाऊ खाऊ न
सिलसिला भन्ने मान्छे। कस्तो छ मिठो छ सिलसिला छोरी कस्तो छ मिठो कुन मिठो लक्ष्मीलाई ल मिठो हुन्छ नि त होइन सोपिया मिठो उसलाई मोमो भए पुग्छ रियाना तिमीलाई खाऊ न यता हेर त मेरो छोरीहरू लास्टै भोकाएछ हौ यता हेर मेरो साइज छैन सबैजना खाजा खाएर झन् अलस तलस भएर केही छैन हौ।